हेलो एभ्रिवान, वेलकम बैक टू माई चैनल। हजुरहरु सन्चै हुनुहुन्छ? ल एक पिस चाहिँ खाइहालेको है। बडा टेस्टी भएको रहेछ नि। टेस्टी 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 आजको खाना टेस्टी। र गाइस आज मैले यो चिकन को लिभर पट लिएर आकी थिएँ र मलाई धेरै मन पर्छ कि लिभरहरु चाहिँ मलाई बहुत मन पर्छ। त्यही भएर लिभर पटलाई एकदम बडे मजाले आज चाहिँ यहाँ ल म स्टार्ट गरेँ खानालाई। यहाँ चाहिँ मैले के हालेकी छु भन्दा नै केही हालेको छैन, खाली मसलाहरु पसलाहरु सबै थोक लगाएर मजाले बनाकी छु है। अनि धेरै टेस्टी पनि भएछ, तर अलिअलि पिरो पनि छ है। पिरो भएन भने त मजै लाग्दैन हैन। त्यही भएर अलिअलि पिरो चाहिँ हाल्छु नै। मजा भएछ मजा। हजुरहरुलाई पनि मन पर्छ होला नि, कसै कसैलाई त धेरै मन पर्छ होला, कसै कसैलाई त मन पनि पर्दैन होला हैन। लिभर पट कसै कसैलाई त मनै पराउँदैन। म चाहिँ धेरै मन पर्छ है लिभर पट। हजुरहरु पनि यसरी त बनाएर निश्चय खानै भएको छ हैन। ल म खानालाई चाहिँ स्टार्ट गरेँ है। कति गास त खाइ पनि सके बोल्दा बोल्दै हैन। र हजुरहरु यहाँ हेर्नु, यस्तो पिस चाहिँ धेरै मन पर्छ कि मलाई धेरै। मजा मजा आइगयो है, मजा आइगयो। र हजुरहरु मेरो च्यानलमा आएर हेरेर अगर मेरो भिडियो मन पर्यो भने हजुरहरुले मेरो भिडियोलाई लाइक कमेन्ट गरिदिनु है, सब्स्क्राइब पनि गरिदिनु। नयाँ नयाँ च्यानल हो हैन। हजुरहरुको सपोर्ट त मलाई चाहिन्छ है। हजुरहरुको सपोर्ट भएन भने त म कसरी चल्नु हैन। र हजुरहरुको आशीर्वाद बनाइराख्नु र मेरो च्यानलमा चाहिँ सब्स्क्राइब गरिदिनु है, बिन्ती छ हजुरहरुलाई। ल आज चाहिँ धेरै मन पर्यो। हजुरहरुलाई पनि अगर मेरो हातको खाना खान मन छ भने मलाई कन्ट्याक्ट गर्नु है, मेरो घर आउनु है। र आजको भिडियो चाहिँ कस्तो लाग्यो भन्न चाहिँ नभुल्नु है। नेक्स्ट भिडियोमा यस्तै यस्तै राम्रो कन्टेन्ट लिएर आउँछु है। नेक्स्ट भिडियोमा भेटौँ है।